हेलो गाइज वेलकम टु माई ब्लग आफ्टर अ लङ टाइम। म चाहिँ धेरै पछि आएको छु। मलाई चाहिँ अलिकति सन्चो थिएन कलकत्ता, अनि हामीमा पावागढ आमा 9 दिनको टुर, अनि ट्रेनमा चाहिँ एकदम चिसोमा बसेको भएर चिसोले गर्दाखेरि अलिकति सन्चो नभएर मैले ब्लग पनि एडिट गर्न पाएको थिएन। हामी चाहिँ यही चैत 21 गते शनिबारको दिन चाहिँ हाम्रो तीर्थ सुरु भएको थियो। कलकत्ता फर्स्टमा चाहिँ हामी कलकत्ता जान्छौँ, त्यसपछि दक्षिणेश्वरी आमाको दर्शन गर्छौँ, त्यसपछि कालीघाट आमाको दर्शन गर्छौँ र भोलिपल्ट हाम्रो फेरि ट्रेन थियो र त्यो दर्शन पश्चात चाहिँ हामी फेरि पावागढ जान्छौँ। 38 घन्टा कलकत्ताबाट पनि 38 घन्टा पछि चाहिँ अनि गुजरात आउँछ, अनि गुजरातमा पावागढ बाली भद्रकाली आमाको दरबारमा हामी जान्छौँ। म हजुरहरूलाई म सबै दृश्यहरू देखाइदिनेछु। एकदमै आनन्दित, एकदमै रमणीय थियो। हामी सधैँ पनि हाम्रो गुरुआमा वीरभद्र महाकाली र बाबा केदारनाथसँग हामी सधैँ बुवासँग हिँड्दाखेरि कहिले पनि असहज महसुस भएको छैन। सधैँ हामीलाई हाँसी खुसी हावासरी जान्छौँ, हावासरी आउँछौँ, कुनै न दुःख कष्ट, कुनै न केही पीडा। हामी एकदमै आनन्दसँग आमा बुवासँग गएर आउँछौँ र आमा बुवाको त्यो शक्तिले गर्दाखेरि नै हामीलाई एकदमै आनन्दित आउँछ कि। त्यही भएर हजुरहरूलाई पनि म सबै देखाइदिनेछु। हजुरहरू पनि इन्जोय गर्नुहोला। तीर्थ व्रत दान धर्म भनेको हामीले सधैँ गर्नुपर्छ। हामीलाई दुःख पर्यो कष्ट पर्यो भने मात्र भगवान्लाई सम्झिने होइन, सधैँभरि हाम्रो भगवान्लाई, हाम्रो मातापितालाई हामीले सधैँभरि सम्झिनुपर्छ। मेरो गुरुआमाले सिकाउनु भएको ज्ञान हो यो चाहिँ। त्यसै गरी म हजुरहरूलाई सबै दृश्यहरू देखाइदिन्छु। कलकत्ता हामी चाहिँ कलकत्ता झरेर अनि होटेल गएर नुहाइधुवाइ गरेर अब सबैजना एउटै आमाको ड्रेस लगाएर हामी चाहिँ कलकत्ता दक्षिणेश्वरी महाकाली आमाको मन्दिर जाँदैछौँ। सबै भक्तजनहरूले सबैजनाले रेड कलरको लुगा लगाउनु भएको छ, किनभने हामीले मन्दिर दर्शन गर्न जाँदाखेरि पनि एउटा पोसाकले पनि हामी आमाको भक्त है भनेर चिन्छौँ। त्यसैले हामी चाहिँ अब मेट्रोतिर जाँदैछौँ। सबैजना मेट्रोतिर जाँदैछौँ। मेट्रोको टिकट लिनुभयो गुरुबाहरूले र मेट्रोमा गइसकेपछि टिकट लिनुपर्छ। टिकट लिइसकेपछि अनि त्यसपछि हामी ट्रेनको वेट गर्छौँ, अनि ट्रेन आएपछि चाहिँ हामी दक्षिणेश्वरी आमाबाट जान्छौँ। अनि हामीले चाहिँ टिकट लिइसक्यौँ, मेट्रोको टिकट लिइसकेपछि चाहिँ अनि लाइन बाई लाइन एउटा बक्सा हुन्छ, त्यसमा चाहिँ अनि सबैजनाले एक एकजना गरेर त्यो स्क्यान गर्नुपर्ने हुन्छ। अनि स्क्यान गरिसकेपछि चाहिँ अनि हामी अब ट्रेन मेट्रोको वेट गर्दैछौँ। अब ट्रेन आइसकेपछि चाहिँ अनि हामी आमाबाट जान्छौँ। केही पश्चातपछि चाहिँ ट्रेन आउँछ र हामी चाहिँ ट्रेन चढ्छौँ र खुसी हुँदै आमाबाट जान्छौँ। ट्रेनमा चाहिँ अनि यसरी प्याक हुन्छ, अनि लेडिजको छुट्टै, वृद्धहरूको छुट्टै, जेन्ट्सको छुट्टै बस्ने ठाउँ हुन्छ। अनि हामी चाहिँ अलिकति उभिएर अनि पछि फेरि सिट पाएको थियौँ, अनि सिट पाइसकेपछि चाहिँ बसेर अनि आमाबाट गएको थियौँ। अनि हामी चाहिँ ट्रेनबाट फेरि ओर्लिसकेपछि मिठो गफ गऱ्यौँ, रमाइलो गऱ्यौँ। अनि त्यसपछि चाहिँ अनि आमाको दरबारमा गयौँ। हामीले चाहिँ भित्र आमाको दरबारभित्र मोबाइल लग्न नमिल्नेको कारणले गर्दाखेरि चाहिँ बाहिर चाहिँ फोटो खिचेको छौँ। भित्र चाहिँ आमाको आनन्दले दर्शन गऱ्यौँ र बेलुका चाहिँ हामी कालीघाट जान्छौँ। त्यो पनि म हजुरहरूलाई देखाइदिनेछु अर्को ब्लगमा। र हजुरहरूले पनि मेरो ब्लग इन्जोय गरिदिनु भयो होला। हामीले त मरेर लाने केही पनि होइन, हामीले जस्ट हामीले लग्ने भनेको यो आत्मा, शुद्ध आत्मा मात्र लग्ने हो। त्यही भएर हामीले दान धर्म कर्म सधैँभरि गर्नुपर्छ, निस्वार्थ भावले गर्नुपर्छ। मेरो आमा बुवा हुनुहुन्छ, मेरो जन्मदाता हुनुहुन्छ, यो सृष्टि बनाउने जन्मदाता पनि त हाम्रो आमा हो नि त, होइन र? त्यही भएर हामीले आमाहरूको पीठहरू दर्शन गर्नुपर्छ भन्दै मेरो 2 शब्द यहीँ टुङ्गाउँदै म चाहिँ अब अर्को ब्लगमा आउँछु र कालीघाट आमाको दर्शन हजुरहरूलाई देखाइदिनेछु। जय काली, जय महाकाली, जय भद्रकाली, ओम नमः शिवाय, हर हर महादेव, जय केदारनाथ बाबा।